हेलो सम्पूर्ण युट्युब साथीभाइहरूलाई सम्पूर्णलाई यो भिडियो चाहिँ मैले लिएर आइसकेको छु। यो भिडियो चाहिँ काठमाडौँको पुल्चोकदेखि जावलाखेलसम्मको भिडियो हो। सम्पूर्णलाई यो भिडियो मन पर्यो भने लाइक, सेयर र सब्सक्राइब गरेर जानु होला। यो चाहिँ मङ्गल बजार भन्ने ठाउँ जाने बाटो हो। अहिले चाहिँ म पुल्चोक कटिसकेँ। पुल्चोक कटेर चाहिँ म चाहिँ अब जावलाखेल जाँदैछु। हेर्न सक्नुहुन्छ तपाईहरु, काठमाडौँको दृश्य यस्तो छ। काठमाडौँको बाटो यस्तो छ। गाडीहरू धमाधम हिँडिरहेछ। अब यत्रो बसलाई पेल्न कसले सक्छ त? बससँग पेल्लिन जाउँ भनेपछि बसले हान्दिन्छ फेरि। हेर बाइक आयो। अब यसरी पेल्लिएर आउँछन्। कहाँबाट रन्केर आयो, अब घुसाइ छोड्यो यसले। गाडीहरू यसरी चलिरहेछ है। म चाहिँ एक्लै छु। ड्राइभ गर्ने पनि आफै हो, भिडियो बनाउने पनि आफै हो। कोही छैन पछाडिको सिटमा। मैले चाहिँ भर्खर सरहरूलाई पुर्याएर आएको। अब चाहिँ फेरि जावलाखेलतिर जाँदैछु। जावलाखेल म्यामलाई लिन जाँदैछु म चाहिँ। हेर्न सक्नुहुन्छ गाडी यस्तो धमाधम चलै हुन्छ काठमाडौँमा। तर पनि हेर्नु, यो लापरवाही गरे यसले, फेरि छिराइ छोड्यो। यसरी नछिराउँदासम्म फेरि काठमाडौँमा अड्के भइन्छ। अब यसले जबरजस्ती गरिसकेपछि आफूले नि गरेर भएन। हेर बाइक कसरी चलाएर गयो, ठोक्केला यताउता होला भन्ने डरै छैन क्या। बाइकवाला त पुरै हिरो हुन् काठमाडौँमा। टिप्परलाई यमराज भन्थे, यो बाइकवाला यमराज रहेछन् वास्तवमा भन्दाखेरि। डर भर भन्ने केही छैन बाइकवालालाई। म चाहिँ यहाँ जावलाखेलको चोकमा पुगिसकेँ। जावलाखेल चोकबाट अगाडि गयो भने कुमारीपाटी आउँछ, लगनखेल आउँछ। चोकमा चाहिँ आज पानी खोलेर दृश्य राम्रो छ जावलाखेल चोकको। गाडी मोटेको पनि देखिन्छ फेरि यसरी गऱ्यो भने। यो गाडीलाई ओभरटेक हानेर जान्छु म अब। ओभरटेक हानेर अब चाहिँ म घर जाने बाटो आइसकेँ। यहाँबाट लेफ्ट लाग्नुपर्छ। गाडी आइरहेको रहेछ। थोडा आवाज बढा लिउँ। गाना सुन्यो, हिँड्यो, अरू के छ र जिन्दगीमा? कोही छैन साथ दिने, सँगै बस्दिने। गाइज म चाहिँ पुगिसक्यो फाइनली घरमा। अब म चाहिँ भिडियो यत्तिकैमा अन्त्य गर्छु। हस् त, नमस्ते, टाटा, बाई बाई। अर्को भिडियोमा भेटौँला गाइज।